हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल। आज हामी फेरि पनि क्लास 12 को फाइनल एकाउन्टबाट ट्रेडिसनल मेथड गर्न जाँदैछौँ होइन। सो आज हामी सेट बुकबाट क्वेसन नम्बर 7 गर्न जाँदैछौँ। र योमा भनेको हामीलाई क्वेसन सोधेको छ भन्दाखेरि योमा हामीलाई ट्रेडिङ एकाउन्ट र प्रफिट एन्ड लस एकाउन्ट बनाउन भनेको छ होइन। सो फर्स्टली हामीले के गर्नुपर्छ भन्दाखेरि मैले चाहिँ फर्मेट पहिला नै बनाइसकेको छु होइन। दुईवटा सोधेको छ। फर्स्ट भनेको हाम्रो ट्रेडिङ एकाउन्ट भयो। ट्रेडिङ एकाउन्टमा के हुन्छ भन्दाखेरि ट्रेडिङ एकाउन्ट फर द इयर इन्डेड। अब क्वेसनमा भनेको डेट दिएको छैन, त्यसैले मैले लेखिनँ। तर सपोज क्वेसनमा डेट दियो भने हजुरहरूले यहाँ डेट लेख्नुपर्छ होइन। पार्टिकुलर्स एमाउन्ट। अब यहाँ भनेको लेफ्ट साइड भनेको हाम्रो डेबिट साइड भयो र राइट साइड भनेको हाम्रो क्रेडिट साइड भयो। यो चाहिँ याद राख्नु। ओके, सो अब हामी स्टार्ट गरौँ क्वेसन होइन। ओके, सो हामीलाई यहाँ भनेको एडिसनल इन्फर्मेसनमा दुईवटा कुरा दिएको छ। अब दुईवटा कुरा के दिएको छ भन्दाखेरि भ्यालु अफ क्लोजिङ स्टक दिएको छ र मेक प्रोभिजन फर ट्याक्स दिएको छ 50%। र हजुरहरूलाई थाहा नै होला भन्दाखेरि हाम्रो एडिसनल इन्फर्मेसनको कुरा दुईवटा ठाउँमा जान्छ र माथिको ट्रायल ब्यालेन्सको कुरा एउटा ठाउँमा जान्छ। ओके ओके, सो अब हामी स्टार्ट गरौँ। हामीले भन्दाखेरि ओपनिङ स्टक दिएको छ। सो फर्स्ट हामीले कहाँबाट स्टार्ट गर्नु भन्दाखेरि टु ओपनिङ स्टक। ओके, हाम्रो ओपनिङ स्टक कति दिएको थियो 30,000। सुरुमा जहिले स्टार्ट गर्दा हामीले ओपनिङ स्टक हेर्नुपर्छ। ओपनिङ स्टक भन्दाखेरि हामीले लास्ट इयरको सामान जे बाँचेको थियो यो इयर भन्दाखेरि हाम्रो लागि के भयो त्यो ओपनिङ स्टक भयो। अब ओपनिङ स्टक पछि पर्चेस दिएको छ 4,20,000। ओके, सो पर्चेस लेखौँ टु पर्चेस 4,20,000। ओके, अब हेरौँ पर्चेस रिलेटेड के एक्सपेन्स अझै दिएको छ। पर्चेस रिलेटेड छैन। पर्चेस रिटर्न दिएको छ, पर्चेस रिटर्न पनि दिएको छैन। अब हामीलाई ट्रेडिङ एकाउन्टमा जाने भनेको एउटा वेजेस भयो। वेजेस कति छ 40,000। ओके, सो हामीले यहाँ टु वेजेस, वेजेसमा कति आयो 40,000 आयो। ओके, सो अब हामीलाई डेबिटमा चाहिँ के जाने छैन। ओके, सो हामीले क्रेडिट साइडमा के जान्छ। क्रेडिट साइडमा भने हामीले केबाट इन्कम गर्छौँ। मेन सोर्स अफ इन्कम के हुन्छ हाम्रो सेल्स हुन्छ। सेल्स दिएको छ कति दिएको छ सेल्स 8,50,000। ओके, सो क्रेडिट साइडमा के हुन्छ बाई सेल्स कति थियो हाम्रो 8,50,000। ओके, अब सेल्स रिटर्न दिएको छ, सेल्स रिटर्न दिएको छैन। तर हामीलाई क्लोजिङ स्टक दिएको छ। मैले भनेको थिएँ तलको कुरा चाहिँ दुईवटा ठाउँमा जान्छ। क्लोजिङ स्टक एउटा भनेको हाम्रो कहाँ जान्छ ट्रेडिङ एकाउन्टको सिआर साइड बाई क्लोजिङ स्टक। बाई क्लोजिङ स्टक कति हाम्रो 40,000। अनि अर्को चाहिँ कहाँ जान्छ भन्दाखेरि ब्यालेन्स सिटको एसेट साइडमा जान्छ। ओके, फर्स्ट हाम्रो एउटा यहाँ आयो, अर्को चाहिँ ब्यालेन्स सिटमा जान्छ। ओके, अब अझै हामीलाई भन्दाखेरि ट्रेडिङ एकाउन्टमा अरू केही जाने भएन। अब जाने भएन भने यहाँ टोटल गरौँ। हामीले हेर्दाखेरि यहाँ 8 लाख छ, यहाँ चाहिँ 4 लाख छ। त ओभियसली हामीले के भयो क्रेडिट साइड बढी भयो। अब क्रेडिट साइड बढी भयो हामीले डेबिट साइड एड गर्नुपर्ने। हामीले डेबिट साइड एड गर्नु पऱ्यो भने टु ग्रस प्रफिट, यहाँ क्यारी डाउन, सिडी भनेको क्यारी डाउन। यदि हामीलाई क्रेडिट साइड एड गर्नु पर्थ्यो भने त्यो हाम्रो लागि के हुन्थ्यो टु ग्रस लस हुन्थ्यो। तर हामीले डेबिट साइड गऱ्यो भने के भयो त्यो प्रफिट भयो। अब प्रफिट कति भयो त 8,50,000 8,90,000। यता कति भयो 4,60,70 80 90 4,90,000। अनि यता कति भयो 8,90,000। कतिले मिलेन 4 लाखले मिलेन। 4 लाख एड गऱ्यो दुवै साइड इक्वल भयो कति भयो 8,90,000 8,90,000। अकाउन्ट क्लोज, यता पनि अकाउन्ट क्लोज। ओके, सो हाम्रो ट्रेडिङ एकाउन्ट सक्यो। अब त्यस्तै गरी हामीले प्रफिट लस एकाउन्ट हेरौँ। त्यही सेम हुन्छ प्रफिट एन्ड लस एकाउन्ट फर द इयर इन्डेड। टाइम दिएको छ भने लेख्ने, छैन भने नलेख्ने। यो साइड हाम्रो डेबिट साइड भयो, अर्को साइड भनेको हाम्रो क्रेडिट साइड भयो। अब यहाँ हेरौँ। अब यहाँ भनेको जुन एमाउन्ट हाम्रो प्रफिट ग्रस प्रफिट यहाँ सिडी हुन्छ त्यसलाई यहाँ के गर्ने हामीले बाई ग्रस प्रफिट बिडी गर्ने। त्यहाँ क्यारी डाउन भयो, यहाँ ब्रोड डाउन भयो।
4,00,000। ओके। अब हाम्रो भनेको क्रेडिट साइड के हुन्छ? इन्कमहरू आउँछ। डेबिट साइड के हुन्छ? हाम्रो एक्सपेन्सहरू आउँछ होइन? सो क्वेसनमा आयो हामीले कमिसन रिसिभ गरेको छ त हाम्रो लागि के भयो? इन्कम भयो। कमिसन पेड हुन्थ्यो भने हाम्रो लागि के हुन्थ्यो? खर्च हुन्थ्यो। त्यहाँ कमिसन रिसिभ छ हाम्रो लागि के भयो? इन्कम भयो। कति भयो? 5,000। हाम्रो लागि इन्कम भयो भने कहाँ लेख्ने? क्रेडिट साइड लेख्ने। बाई कमिसन कति आयो? 5,000। ओके। कमिसन भयो। सन्ड्री एक्सपेन्स। अब सन्ड्री एक्सपेन्स भनेको हाम्रो लागि एक्सपेन्स भनेको नि के भयो? खर्च आयो। खर्च आयो भने कहाँ लेख्ने यो? डेबिट साइड लेख्ने। टु सन्ड्री एक्सपेन्स। हाम्रो सन्ड्री एक्सपेन्स कति आयो? 18,000। टु सन्ड्री एक्सपेन्स 18,000। सेल्स हाम्रो सन्ड्री एक्सपेन्स भयो, सेल्स पनि भयो, पर्चेस पनि भयो, ओपनिङ स्टेक भयो, रेन्ट भएको छैन। अब रेन्ट पनि के हाम्रो खर्च हो। के लेख्ने यहाँ? टु रेन्ट कति आयो? 50,000। ओके। रेन्ट पनि भयो, वेजेस पनि भयो, माथिमा ट्रेडिङ एकाउन्टमै गयो। स्यालेरी पनि के हाम्रो लागि खर्च हो। कति? 47,000। त्यसैले यहाँ के आयो? टु स्यालेरिज कति भयो? 47,000। अझै के बाँकी छ? स्यालेरी पनि भयो। इन्ट्रेस्ट एक्सपेन्स छ। एक्सपेन्स भनेपछि खर्च हुन्छ, त्यसैले हाम्रो कहाँ गयो? 10,000 डेबिट साइडमा। टु इन्ट्रेस्ट एक्सपेन्स कति आयो? 10,000। ओके। यो पनि भयो। माथिको हाम्रो सबै गयो। माथिको एउटा ठाउँमा सबै गयो, सक्यो। तल हाम्रो भनेको क्लोजिङ स्टक एउटा ठाउँमा गयो, अर्को चाहिँ ब्यालेन्स सिटमा जान्छ। तर ब्यालेन्स सिट बनाउनु भनेको छैन, त्यसैले यो पनि भयो हाम्रो। मेक प्रोभिजन फर ट्याक्स। अब यो चाहिँ कहाँ जान्छ? एउटा हाम्रो जान्छ कहाँ? प्रफिट एन्ड लस एकाउन्टमा। ओके। अब ट्याक्स निकाल्नाले के गर्ने भन्दाखेरि हामीले ट्याक्स केमा लिने? हाम्रो प्रफिटमा लिने होइन? ओके। सो अब हामी यहाँ गरौँ। हाम्रो यो साइड कति भयो भन्दाखेरि 4,05,000। अब यो साइड हेर्दा बित्तिकै कम लाग्छ। 4,05,000 यता कति हो? अब यता हामीले के गर्नु पऱ्यो? हामीले एड गर्नु पऱ्यो, घटाएर निकाल्नु पऱ्यो। यो हाम्रो निकाल्ने। ओके। सो 4,05,000 माइनस 18,000 50,000। ओके। 18,000 माइनस 50,000 माइनस 47,000 माइनस 10,000 कति आयो हाम्रो? यो हाम्रो यो 2,80,000। ओके। सो 2,80,000 हाम्रो आयो के? प्रफिट त आयो। तर हामीले के भनेको छ? प्रोभिजन फर ट्याक्स भनेको छ निकाल्नु। कति? 50%। त्यसैले हामीले के गर्नुपर्छ? त्यो प्रफिटमा के लगायो हामीले? ट्याक्स। सो त्यसैले टु प्रोभिजन फर ट्याक्स कति हो? 50% होइन? सो 50% अफ 2,80,000। सो 50% यसको कति हुन्छ? 1,40,000। ओके। सो हाम्रो ट्याक्स आयो। अब ट्याक्स पछि के हुन्छ हाम्रो? ट्याक्स दिए बापत हाम्रो त्यसपछि आउँछ हाम्रो नेट प्रफिट। टु नेट प्रफिट हामीले कति यहाँ एड गर्नु पर्थ्यो? हामीले 2,80,000। 2,80,000मा के? 1,40,000 के गयो? हाम्रो ट्याक्स गयो। हामीसँग कति नेट प्रफिट भयो? 1,40,000 नेट प्रफिट भयो। ओके। हामी डेबिट क्रेडिट दुवै साइड इक्वल भयो। अब हामीले कति भयो? 4,05,000। अर्को साइड पनि 4,05,000। एकाउन्ट क्लोज गर्ने। अर्को साइड यता पनि एकाउन्ट क्लोज गर्ने। ओके। सो यो हाम्रो सल्युसन भयो। अब भन्दाखेरि यहाँ हेर्छु त क्वेसनमा हाम्रो भनेको छ एन्सरमा हेर्दाखेरि ग्रोस प्रफिट कति छ? 4,00,000। नेट प्रफिट कति छ? 1,40,000। ओके। सो हाम्रो के हो? ग्रोस प्रफिट कति आयो? 4,00,000 आयो। ओके ठिक छ। अर्को हेरौँ। अर्को हाम्रो नेट प्रफिट कति आयो? 1,40,000 भनेको यो पनि हाम्रो ठिक छ।